नमस्ते साथीहरू। आज म तपाईहरुलाई युकेको लन्डनको वेस्ट एटनमा रहेको एउटा मल्टिनेसनल रिटेल एन्ड ग्रोसरी सुपरमार्केटमा लिएर जाँदैछु, जसको नाम हो टेस्को। टेस्को एउटा यस्तो सुपरमार्केट हो जसमा विभिन्न किसिमका ग्रोसरी आइटमहरू, तपाईले लगाउने कपडाहरू, भाँडाकुँडाहरू, सम्पूर्ण किसिमका सामानहरू चाहिँ किन्न सक्नुहुन्छ। यो युकेमा रहेका जस्तै अनेक सेन्सबरी, आस्दा, अल्दी, आइसल्यान्डहरू जस्ता विभिन्न किसिमका सुपरमार्केटहरू जस्तै यसमा पनि अफोर्डेबल प्राइसमा चाहिँ हामीले सामानहरू किन्न सकिन्छ। यसलाई युकेको एउटा मेजर इकोनोमिक फोर्सको रूपमा पनि लिन सकिन्छ। अहिले चाहिँ म यो किड्स सेक्सनमा आएको छु, जसमा बच्चा-बच्चीहरूले लगाउने विभिन्न किसिमका कपडाहरू देखाइरहेको छु। बच्चाले लगाउने यो स्वेटरहरू, यो हेरौँ, यसको मूल्य चाहिँ 10 पाउन्ड रहेको छ। 10 पाउन्ड भनेको नेपाली लगभग 1800-1900 को हाराहारीमा पर्छ। यो चाहिँ नेपालको तुलनामा चाहिँ अलिकति महँगो चाहिँ छ, तर एफोर्डेबल नै मान्नुपर्छ। यो जिन्स प्यान्टहरू हेर्दाखेरि चाहिँ तपाईको 20 देखि 50, 60, 100, 200 सम्मका जिन्स प्यान्टहरू चाहिँ यहाँ पाइन्छ। हामीलाई चाहिँ लगभग 25, 30, 35 सम्मको जिन्सहरू पनि अफोर्डेबल नै छ। नेपालमा पनि हामीले करिब 2500, 3000, 3500 को जिन्सहरू पनि राम्रै पाउँछौँ हैन। त्यो हुँदाखेरि यो जिन्स पनि अफोर्डेबल नै प्राइसमा छ। पुरुषले लगाउने स्वेटरहरू, हुडीहरू हेर्दाखेरि चाहिँ लगभग 20 देखि 30, 40 पाउन्ड सम्मका स्वेटर, हुडीहरू पनि यहाँ देखिएको छ। यो पनि अफोर्डेबल प्राइसमै छ। त्यसपछि यो तपाईको डुबेट कभरहरू, बेडसिटहरू पनि यहाँ देख्न सकिन्छ। यो चाहिँ विशेष गरी क्लब कार्डमा राखेको छ। क्लब कार्ड भनेको चाहिँ यो कम्पनीले आफ्नो एउटा डिस्काउन्ट र अनि कस्टमरहरूलाई एट्र्याक्सन गर्नको लागि एउटा क्लब कार्ड बनाएको छ। त्यो चाहिँ तपाईहरुले मोबाइलमा इन्स्टल गर्न सक्नुहुन्छ र त्यो बारकोडमा ट्याप गर्न सक्नुहुन्छ। म चाहिँ एउटा यो सिंगल बेडसिट हेर्दै छु। यो चाहिँ सुपर सफ्ट फिटेड सिट छ। यसको मूल्य चाहिँ 3 पाउन्ड 60 पेन्स रहेको छ। यो पनि त्यति महँगो होइन, एफोर्डेबल नै छ। त्यसपछि यो पिलो हेर्दै छु। नेपालीमा यसलाई सिरानी भन्छ गरे। यसको पनि मूल्य झन्डै 8 पाउन्ड 50 पेन्स रहेको छ। त्यस्तै यो चाहिँ नेपालीमा भन्छ यसलाई सिरक डुबेर भन्छ। यसको चाहिँ 19, 20, 25 पाउन्डमा चाहिँ मजाले राम्रो सिरक, डबल बेडरुमलाई चाहिँ हुने सिरक पाउँछ। अन्य विभिन्न किसिमका सामग्रीहरू पनि यहाँ देख्न सकिन्छ। यो डस्टबिनहरू भयो, अनि अरू बाल्टिनहरू, यो पोछाहरू भयो, विभिन्न किसिमका सामग्रीहरू यहाँ देख्न सकिन्छ। त्यसपछि म यहाँ यो इलेक्ट्रिक केटल हेर्दै छु। स्टेनलेस स्टिल केटल भनेको छ। यसको मूल्य चाहिँ झन्डै 26 पाउन्ड भनेको नेपाली हाराहारी 4500, 5000 पर्न जान्छ। यो चाहिँ एभरेजमा अलिकति महँगो नै छ, तर सामान चाहिँ ओरिजिनल देखिरहेको छु मैले। ओरिजिनल नै हुन्छ यहाँ चाहिँ सामानहरू हैन। अन्य विभिन्न किसिमका केटलहरू यहाँ देखिरहेको छु। अलिकति मोडर्न डिजाइनको पनि छ। तपाईको घरमा चाहिने इच एन्ड एभ्रिथिङ, किचनको सामानदेखि लिएर विभिन्न किसिमका कपडाहरू चाहिँ यहाँ उपलब्ध छ। टेस्को एउटा यस्तो सुपरमार्केट हो जहाँ विशेष गरेर हामी एसियनहरू चाहिँ बढी आउने गरिन्छ। यहाँ चाहिँ एफोर्डेबल प्राइस भएको हुनाले टेस्को, अल्दी भयो, तपाईको सेन्सबरीहरू भयो हैन, आइसल्यान्ड भयो, यसमा चाहिँ एसियनहरूको नै एकदम भिड लाग्ने गर्दछ यहाँ सामान किन्नको लागि। कम्पेरेटिभली हेर्ने हो भने त अल्दी र तपाईको लिडल जतिको सस्तो चाहिँ यो छैन हैन। यो यसको र आस्ताको कम्पेरेटिभली चाहिँ आस्ता र यसको चाहिँ कम्पेयर गर्दा उस्तै हुन जान्छ। किचन सामग्री जस्तै यो फ्राइङ प्यान हेर्दै छु म। फ्राइङ प्यानको चाहिँ मूल्य 10
12 पाउन्ड 15-20 पाउन्डसम्मको कस्तो खालको तपाईँहरूलाई चाहिन्छ होइन, त्यस्तै खालको यहाँ उपलब्ध छ। हामीहरूलाई त 10-15 पाउन्ड 18 पाउन्डसम्मको भए काम चलिहाल्छ। नेपालमा भन्दा अलिकति महँगो चाहिँ यो देखियो। यहाँ देख्न सक्नुहुन्छ रिड्युस टु क्लियर भनेर चाहिँ चिया कफी खाने कपहरू राखेको छ, स्पेसली मेड फर विन्टर भनेर। यो कप चाहिँ हेर्दा राम्रै देखिन्छ, हेभी पनि छ। तपाईँको अब यो चिसो मौसममा चाहिँ तातो चिया खानको लागि यो कप पनि राम्रै छ। यसको मूल्य चाहिँ अब 5 पाउन्ड 8 पाउन्डको लागि चाहिँ घटाएर 2.5 पाउन्डमै यो चाहिँ रिड्युस टु क्लियर भनेर राखेको छ। आजको भिडियोमा चाहिँ तपाईँहरूलाई मैले यो सिजनल गुड्सहरू, इलेक्ट्रोनिक्सहरू, क्लथ्सहरूको बारेमा मात्रै भिडियो बनाएको छु। बाँकी भिडियो चाहिँ अर्को भिडियोमा बनाउने नै छ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।